म चाहिँ फोन हान्न जाँदैछु। चाहिँ बेकाउनु छ भर्खरै फोनै उठाएन। मुडमा राख्छु, म्युटमा छ है गाइस। कि त भन्नु त्यहाँ फर्काउँला मेरो पैसा खाइदिएर म भाङ्गी भएर फर्काइदिन्छु। फोन चाहिँ भर्खर उठिसकेको छ। प्र्याङ्क गर्छु, म्युटमा छ है। हेलो बसन्त, मान्छे यस्ता रहेछ यार। सुन यार, त्यस्तो झुट नहोला यार। मलाई तिनी उसले भन्थे रोशनसँग भेट भएको, रोशनले बसन्तले यस्तो यस्तो भन्थे, त्यहाँ समेक त अब यस्ता रहेछन् भन्थे। अनि त्यहाँबाट बसन्तले त्यस्तो उस गर्ने अहिले आएर मैले तिमीलाई होइन, तिमीले नास्ता खाने पैसा नहुँदा मैले तिमीलाई दिएको हो कि नै, तँ नि सम्झ्यौ न। कस्तो के भनेछु त? भर्खर मैले बोलाउने भने मेरा खरमाङ मूर्तिमाङबाट बोलाउने नि एक ट्रकमा रिसाएर चाहिँ फोन काटिसकेको छ उसले चाहिँ। अहिले चाहिँ भनेर थर्काउनु लागिरहेछ क्या। नमस्ते गाइस, आजको नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ मैले थम्बनेल थाहा पाइहाल्नु हो केसको बारेमा। चाहिँ प्र्याङ्क गर्न जाँदैछु। एकछिन मौसम देख्न सक्नुहुन्छ यस्तो भयो। यो चाहिँ समथिङ 60 अब स्कुल जानुपर्ने हुन्छ। त्यही प्र्याङ्क हेर्नु दोस्तहरूलाई भनेर के आउँछ रियाक्सन, यो चाहिँ पुरै हेरिदिनु होला। फोनहरू पुरा थर्काइदिने यहाँ चाहिँ थाहा पनि छैन। हिजो बेलुका यस्तो बोलेको के छ भन्ने, हिजो यसो कराइदिएको कि आज यसो फोन गरेर कराउन पर्यो भनेर। कस्तो हुन्छ लेट्स गो गाइस। म चाहिँ फोन हान्न जाँदैछु। चाहिँ बेकाउनु छ भर्खरै क्यामेरा अफ गर्छ है गाइस। फोन चाहिँ गइरहेछ। एकछिन चाहिँ बोल्दैन। लेट्स के हुन्छ है गाइस हेर। आशा लाग्छ यार, पहिल्यै फोनै उठाएन। मुडमा राख्छु, म्युटमा छ है गाइस। यहाँ चाहिँ म्युटमा राखेको छु। फोनमा थर्काउने अनि किन फोन उठाउँछ। हाँसोलाई चाहिँ रोक्नु। ओए छिटो उठाउन यार। है यो फोन उठेपछि त फेरि डाइरेक्ट कराउनु एकदमै रहेछ। सुरुमा राम्रैसित बोल्नु त्यहाँ थर्काउँला मेरो पैसा खाइदिएर म भाङ्गी भएर फर्काइदिन्छु। गाइस फोन उठेन यार, 1 घन्टा हुनला। फोनको घन्टी गइरहेछ, फोनै उठाउनन्। गाइस फोन चाहिँ काटेर फेरि हाल्छु है। गाइस फोन चाहिँ भर्खर उठिसकेको छ। प्र्याङ्क गर्छु, म्युटमा छ है। हेलो बसन्त, कहाँ छौ? के गर्न लाग्छौ त? अनि मेरो बारेमा के कुरा काटेका हौ? उसको समयको च्यानल यस्तो 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 के कुरा काटेका हौ र? कहिले काटे यार? मैले भने उनलाई साथी भन्ने यस्तो गर्ने यार, तिमी यस्तो यार, तिमी मान्छे यस्ता रहेछौ यार। सुन यार, त्यस्तो झुट नहोला यार। मलाई तिनी उसले भन्थे रोशनसँग भेट भएको, रोशनले बसन्तले यस्तो यस्तो भन्थे, यहाँ समेक त अब यस्ता रहेछन् भन्थे। अनि त्यहाँबाट बसन्तले त्यस्तो भने मेरो बारेमा, तिमी त मलाई त्यस्तो भन्न नपर्ने भनेको त। अनि किन कुरा काटेको त मेरो? किन त्योसँग सरखारै भने तिमीले मलाई के भन्यौ त भन के तिमीले मलाई। अनि तिमीले त यसो अन्त त अनि समेकले त तँसँग मलाई सब्सक्राइब किन्ने भनेछन्। मैले त समेकलाई लुट्ने, तिमी र म मिलेर लुटौँ के। अनि 2000 ल्याउँ र 1000को सब्सक्राइब 1000 आउँछन्, 2000 भनिदिउँ र लुटेर खाऊँ भने त के मलाई सोझो देखेर लुट्न खोजेको? गाइस प्र्याङ्क चाहिँ कडा भइरहेछ। कस्तो के भन्यो त अहिले आएर? थाहा हुन्न आफूलाई के भने। यो झन् यता बेरसम्म साथी भन्ने उस गर्ने यार, अहिले आएर तिमी यस्तो गर्ने मामा। होइन के त भोइस मेसेज मलाई सुनाएर केही हुन्न होइन। तिमीले मलाई के, तिम्रो त जाँठो 1000 मैले तिमीलाई त अब आफ्नै साथी बिचरा आफ्नै साथीको उस भएपछि तिनीहरूले किन्देलान् सब्सक्राइब भनेर त हो गरे कि यहाँ आएर तिमीले मलाई सोझो देखेर पुरा लुट्न खोजेको?
ए मा किनभने मैले तिमीलाई आफ्नै साथी मान्थेँ कस्ता मान्छे होलान् झन् त्यत्रो आफ्नै साथी मानेर उस गर्ने यार अहिलेसम्म केही उस गरेको छैन अहिले आएर लुट्न खाने यार तिमी मान्छे मलाई रोशनले भनेर त बल्ल थाहा पाएँ गरे कस्तो होला खै यो त अहिले आएर फेरि झन् यत्र दिनसम्म साथी मानेर त अहिले आएर यस्तो गर्ने गाइस मैले चाहिँ म्युटमा राखेको छु प्र्याङ्क चाहिँ कडाउँदै कथा डह्रो थर्काइन्छ है त्यसको के नभएपछि त मैले त तिमीलाई त उस गर्नलाई त यताउति गर्नलाई त भनेको गरे ल यस्ता रहेछौ नि तिमी कुरा हुँदैछ कस्तो हुन्छ हेर्नु अहिले चाहिँ फाइनली यहाँ रिस चाहिँ कडा हुँदै गइरहेको छ मैले चाहिँ म्युटमा राखेको छु लेट्स गो फेरि अनि के हो त मेरो बारे अगाडि त्यस्तो भन्यो भने पर्छैन साथी भनेर यत्रो बेरसम्म म बोल्ने युज गर्ने गर्ने अहिले आएर मैले तिमीलाई होइन तिमीले नास्ता खाने पैसा नहुँदा मैले तिमीलाई दिएको हो कि नै तँ नि सम्झ्यौ न के रोशनसँग सरकार भएन क्या मेरो कुरा किन काट्यो त नि रोशनसँग मलाई के को सरकार त के को कुट्ने त के मान्छे छन् भन्दै ठुलो मान्छे भने कुट्न आउने त्यस्ता मान्छे त हाम्रा पनि छन् मैले ल्याएर भर्खरै गाइस रिस चाहिँ कडा हुँदै गइरहेको छ यहाँ होपले सासो लाग्छ कस्तो के भनेछु त भर्खर मैले बोलाउने भने मेरा खरमाङ बुर्तिमाङ गरेर बोलाउने भने 1 ट्रक मान्छे आउँछन् मैले बोलाम गाइस यहाँ चाहिँ कडा हुँदैछ खेल के त साथीलाई अहिले आएर मैले तिमीलाई के भनेको र मैले भर्खर बोलाउन सक्ने भने 1 ट्रक मान्छे बोलाउन सक्छु के बोलाम के बच्चाहरूमा बुटोले बुर्तिबाङबाट मगायो भने मैले मान्छे मगाउन सक्छु अनि भन्दा आज शुक्रबार 1 बजे छुट्टियो उसमा भेट्छु धैर्यनी खोलामा हुन्छ के भाइ म फेरि पछि मेरा 1 ट्रक मान्छे ल्याएर आएर नराम्रो भयो भने म केही बोल्नेवाला छैन के हो त अनि हुन्छ त्यो 2-3 जना केटाहरू छन् भन्दैमा दादागिरी नदेखाऊ है तिमीले यस्तो कडा भइरहेछ कि यहाँ रिस चाहिँ अझै हुन्छ है के त 1-2 जना के तैँले न्यु खोजेको छ आफ्ना धेरै मान्छे छन् भनेर के रोशनसँग किन सरकार त रोशनले भनिसक्यो नि रोशनको कुरा र मेरो कुरा त सुन के रोशनसँग सरकारै छैन छु सरकार रोशनसँग तिम्रो र मेरो कुरा हो नि यो त कुरा जसले लाने तिमीले भनेको कि नै तँ भन के तिमीले मलाई तँ भनेको कि नै त्यति भन मैले चाहिँ म्युटमा राखेको छु लेट्स गो अब के हुन्छ लेट्स गो रिसाएर चाहिँ फोन काटिसकेको छ उसले चाहिँ अहिले चाहिँ तँ भनेर थर्काउन लागिरहेछ क्या रिसाएर फोनै काट्द के कस्तो मान्छे हरामी रहेछ भनेको अब के हुन्छ स्कुलमा गएर आज फाइट पर्ने कि हेर्नु प्र्याङ्कले लास्टमा त भन्छु नि प्र्याङ्क हो भनेर होइन फोन उठाएन फेरि भर्खर फेरि हेर्नु न क्यामेरामा चार्ज दिनु ल फोन उठाउनु धरो रमाइलो भयो यार ओए के तैँले के आफ्नो मान्छे धेरै छन् भनेर न्यु खोजेछस् भोलि भर्खर ल्याएर आम 1 ट्रक मान्छे ए भाइ 11 बर्जु भनेर पूर्ति नदेखा के त्यस्ता जाँदा 2-3 जना होला मेरो 1 ट्रक छन् नि
सुन भाइ के को आरोप त भन्दा ख्याल गरेनस् तैँले र बोल्न लागिसक्यो यार तर माइन्ड नगरिदिनु के त अनि दादागिरी देखाउँछ भर्खर म केटाहरू ल्याएर आम पनि आउँछु कहाँ भेट्टी नि भन् म त्यहीँ आउँछु आउँछ सुन के तैँले किन त्यस्तो भनिस् त नि तँ कुरा निकाल म के आफ्ना 1000 2000 सब्सक्राइबर छन् भन्दैमा यहाँ दादागिरी देखाउन पाइन्छ साथी जस्तो के भनेको सम्झे त अझ 1000 का सब्सक्राइब 1000 आउँछ 2000 मागौँ र 1000 राखौँला भनेको कसले हो त भाइ ग्याङ फाइट किन अफिसमा गएर गरे नि म तयार छु क्या ग्याङ फाइट गर्न गाइस निकै तातिरहेको छ है खेल के त त्यहाँ यार भर्खरै मान्छे बोलाएर म यहीँ तेरै घर आउन सक्छु के कस्तो देखे छैन सो त भर्खर मैले 1 ट्रक मान्छे बोलाउने हो नि यहाँ लाइन लाग्छन् हाम्रो आँगनमा गाइस निकै खेल तातिरहेको छ अब चाहिँ भनिदिन्छु है मैले बसन्त रिसाउ र रिसा छौ र ए यो चाहिँ प्र्याङ्क हो होइन माइन्ड नगर होइन है प्र्याङ्क गर्नको लागि हो अब गाली गरे त्यसको लागि सरी है ल हुन्छ या अहिले स्कुलमा भेटौँला ल गाइस प्र्याङ्क चाहिँ डह्रो भयो भनेको थिएन अहिले फेरि स्कुलमा कुट्यो भने भन्न त पर्यो त्यही हो अनि आजको प्र्याङ्क भिडियो के कस्तो लाग्यो एउटा कमेन्टको मध्यनजर गर्दै मैले चाहिँ प्र्याङ्क भिडियो ल्याएको आजको ब्लग यहाँ इन्ड गर्छु बाई